सबैभन्दा धेरै लाभ लिनु पाउनुहुनेछ। तर कुनै पनि मिस तपाईको लागि घातक रहनेछ, तर यहाँ घात गर्नेछन्। यो भने एकदमै कडा रहेको थियो। खेल कस्तो आउँछ भनेर त्यही कुरा हामी प्रतीक्षा पनि गरिरहेका छौँ, तर त्यो प्रतीक्षाको घडीलाई चिर्न सक्छन् अनि यहाँ चिर्दै पनि छन्। र सुरेन्द्रको र एटिएफलाई यही आवश्यक छ खेलमा फर्किनको लागि। एटिएफलाई महेन्द्र श्रेष्ठ सर्भिसमा। यो भने अर्को दमदार स्पाइक रहनेछ। थिए लिबेरोको भूमिकामा एकदमै पोक्त खेलाडी हुनु नि, र यहाँ बाहिरबाट आफ्नो पोजिसन मिलाउँदै त थिए, तर यस साथसाथै धीरज सर्भका लागि सरोज बर्देवा रहेका थिए। यससँगै के त्यहाँ गर्न पुगे बलदेव र सुरेन्द्रले भने मिस गर्ने छैनन्। निर्णायक रूपमा साबित भइरहेका छन् र साथमा धीरज पनि। यहाँ महेन्द्रको पनि राम्रो कप्तानी देख्न पाइरहेका छौँ, तर यस पटक महेन्द्र आउनेछन् सर्भका लागि। महेन्द्र श्रेष्ठ अनि यससँगै अर्को एउटा जबरजस्त स्पाइक। विराटको जम्प सर्भिस। टिमका लागि रहन सक्छ, यदि यहाँबाट पोइन्ट निकाल्न सकिन्छ भने। अर्को स्पाइकका लागि राम्रो ब्लक रहन सक्थ्यो। अवसर हुन सक्छ यहाँ खेल जित्नको लागि, इरानको लागि। राम्रो बचाउ, मौका छ र इरानले यो पहिलो खेल प्रतियोगिताको पहिलो खेलमा जित निकालेको